जय मसी दादालाई मेरो च्यानलमा स्वागत छ। है हाम्रो दादाको शुभ नाम भनिदिनुहोस् न है। मेरो नाम परलेप्चा। नामहरू गर्नुभएको छ यसो हामीलाई भनिदिनुहोस् न है। र रनिङको विषयमा भन्नुपर्दाखेरि चाहिँ मैले मेरो लाइफ टाइम हजुर नै भनौँ अहिले अब 52 को एज भइसक्यो। हजुर अहिलेसम्म मैले गर्दैछु हजुर हजुर है। हजुर। अब त्यो डिटेल्स भनिरहनु त निकै उयो छ हजुर। ल। लास्ट इयरको चाहिँ मैले अलिपुरद्वारमा ल्याएँ 21 किलोमिटर्स हाफ म्याराथन। त्यहाँबाट टाटा स्टिलको लिएँ 21 किलोमिटर। हजुर। र श्रीभूमिको लिएँ 21 किलोमिटरको। हजुर। र यो हालमा अस्ति छङ्गुमा सेकेन्ड भएँ 42 किलोमिटर। हजुर। र यो सुनदामा फर्स्ट है। हजुर हुन्छ है। वर्षमा पनि फर्स्ट भएँ। हजुर। यहाँ हालको यो वर्षको चाहिँ ए हजुर धन्यवाद है। अहिले अब मेरो लगातार अब यो वर्ष पनि अब पार्टिसिपेट गर्ने एउटा उसमै छु हजुर है। हजुर। र मेरो लाइफ टाइम म जबसम्म म रहन्छु तबसम्म चाहिँ म यो क्षेत्रमा चाहिँ हजुर पार्टिसिपेट गरौँ भन्ने एउटा सोच छ। किनभने अब यो क्षेत्रले चाहिँ धेरै हाम्रो भविष्यमा नानी अदर फ्युचर भविष्यमा नानी स्टुडेन्टहरूले लिएर सबैलाई हेल्थ इज वेल्थ ठिकै है। अब म्याराथनहरू कुदेर आफ्नो फिटनेसलाई है कायम राख्नु भएको छ है। अनि दादाले अब जति पनि अहिले युथहरू छ है अब त्यो युथहरूलाई त दादाले के भन्नु चाहनुहुन्छ होला है अहिले फिलहालको? म चाहिँ के भन्छु भने अब सर्वप्रथम त मेरो भनाइ चाहिँ के छ भने युथहरूले अब यो फिजिकली जुन चाहिँ यो रनिङको क्षेत्रमा गएपछि नानीहरू सर्वप्रथम बिग्रिँदैन। बाउ आमालाई पनि एउटा टेन्सन हुन्छ कि मेरो नानीहरू बा बिग्रिन्छ कि है। त्यो भन्नुको मतलब हेल्थ केयर हजुर सबैभन्दा ठुलो चाहिँ हेल्थ केयर हो। फिजिकल फिटनेस ठिक छ भने उसले जे पनि गर्न सक्छ। त्यसले गर्दाखेरि अहिलेको नानीहरूलाई चाहिँ म यो नराम्रो पर्दा नलियोस् नखाओस् है। यो क्षेत्रमा लाग्यो भने उसले आफ्नो ब्राइट फ्युचर एउटा हेल्दी एउटा गर्न सक्छ। ए हजुर हुन्छ। अनि दादा तपाईँले कुन चाहिँ सालदेखि त है स्टार्ट गर्नुभएको होला है यो? जब मेरो म्याराथन रेस स्टार्ट गरेँ मैले 1992 देखि स्टार्ट गरेको। हजुर। अहिले 2025 पनि मतलब निरन्तर रूपमा चल्दैछ। ए निरन्तर रूपमा है दादा। हजुर फिलहाल तपाईँ फर्स्ट कुद्नु हुँदाखेरि कस्तो अनुभव भएको थियो दादा त्यो पार्टिसिपेट गर्नुहुँदा? फर्स्टमा म जब फर्स्ट स्टार्टिङ मेरो लाइफको फर्स्ट टाइम जब मैले पार्टिसिपेट गरेँ सुकेपोखरीमा गरेको थिएँ। हजुर। जुन क्लब थियो धिमा समाज क्लबले उहाँहरूले गरेको अर्गनाइजमा जुन चाहिँ मैले 21 किलोमिटर सुनदर टु सुकियामा थर्ड पोजिसन हिर्काएको थिएँ फर्स्ट टाइम। हजुर। र मलाई अति नै खुसी लाग्यो। मैले अझै फ्युचरमा केही गर्छु भने मलाई एउटा जोस उत्साह बढेर आयो। अहिलेसम्म निरन्तर फर्स्ट सेकेन्ड थर्ड चाहिँ हजुर हुँदै घर चाहिँ अहिले सुकिया पोखरी पुलुङदुङ बस्ती हो। ए खास त है घर त है। हजुर खास घर चाहिँ पुलुङदुङ बस्ती। ए हजुर। फिलहाल अहिले बिहान पनि दादाले अहिले बिहानै उठेर यो वर्कआउटहरू गर्नुहुन्छ है? हजुर निरन्तर रूपमै गर्छु म। हजुर। हप्तामा सर्ट रन चाहिँ मैले हप्तामा 5 दिन हजुर 4 दिन यस्तै टाइमले गर्छु। लङ रन चाहिँ हप्तामा एकपल्ट गर्छु। ए हजुर दादा यसो टिप्सहरू दिनुहोस् न है कस्तो अब जस्तै अब हप्ता दिनमै कुद्नुहुन्छ कि एउटा रेस्टहरू पनि लिनुहुन्छ होला है बडीलाई? होइन हप्तामा अब लङ रन र सर्ट रन हुन्छ एउटा ट्रेकिङ फिल्ड भन्छ अघि। हजुर। अब प्रत्येक दिन यो रोडमा मात्रै नकुदेर हामीले टुबो यो ग्राउन्डमा पनि गर्ने एउटा नियम छ है। नियम छ भन्दामा एउटा स्पिडको लागि चाहिँ हामीले ग्राउन्डमा गर्छौँ। ए र लङ रन चाहिँ हामी रोडमा प्रयोग गर्छौँ। र हप्तामा एकपल्ट दुईपल्ट चाहिँ हामीले रेस्ट पनि लिनुपर्छ। हजुर। अनि दादा अन्त यो तपाईँको भन्नुपर्दा यो जस्तो अब हाम्रो हेल्थमा है यो जस्तो अब सुगर लेभल हुन्छ है यो हाई प्रेसरहरू हुन्छ है यो तपाईँले रनिङ गर्दाखेरि चाहिँ कस्तो अनुभव गर्नुभएको छ है? यो बिमार विषयमा चाहिँ अहिलेसम्म मलाई पनि थाहा छैन कि अहिले यत्रो उमेर भइसक्यो मेरो हो कि। हजुर। तर मैले प्रेसर नपाएको छुइनँ अहिले त्यो सब कुरो छैन। ए हजुर। त्यसले गर्दाखेरि फिजिकली मेन्टली सबै स्वस्थ रहन्छ। हजुर भनेपछि यो तपाईँको रनिङले धेरै कुरोलाई हामीलाई सिकाउँछ है तपाईँको भनेपछि है? हजुर। यो सुगर लेभलहरू जस्तै यो चिजहरूलाई कन्ट्रोल गर्ने कामहरू त गरिन्छ है? हजुर। हजुर। यो त तपाईँले यो जति पनि पेट जब तपाईँको पेट लाग्छ है तपाईँलाई अटोमेटिक सुगर हजुर डायबिटिसहरू यो चिजले त तपाईँलाई एट्याक गर्छै गर्छ। त्यसले गर्दाखेरि हाम्रो फिजिकली मेन्टली प्रिपेरेसनको लागि चाहिँ हामीले प्रत्येक दिन ग्राउन्डमा प्र्याक्टिस गर्नुपर्छ। हामीले हाम्रो हेल्थको लागि निरन्तरता दिनैपर्छ। हजुर। ए हुन्छ हुन्छ धन्यवाद है यो छोटो वक्तव्य है तपाईँसँग राखेँ है खुसी लाग्यो दादालाई। अनि हुन्छ अब है लास्ट अब है अब दादासँग भेटघाट भयो है अब यो केही भनिदिनुहोस् न है मेरो यो च्यानललाई पनि। विशेष त हाम्रो सुन्नु भाइ
च्यानललाई म के भन्न चाहन्छु भने जति पनि मेरो भिडियो जति पनि लोकलले जति पनि पार्टिसिपेन्टहरूले जति पनि भाइ बहिनी दाजुभाइ दिदीबहिनीले हेरिरहेको छ उहाँहरूलाई अझै इन्करेज दिकन उहाँहरूकोमा सब्सक्राइब गरिदियोस् भन्ने म निवेदन टक्राउँदछु। साथै आज जुन यस ठाउँमा भेटघाट भयो उहाँलाई च्यानल भाइलाई धन्यवाद दिन चाहन्छु। हुन्छ थ्याङ्क यू दादा। हुन्छ।